हेलो हजुर नमस्ते। यहाँ सम्पूर्णलाई मेरो नयाँ भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। आज चाहिँ म गाउँमा पुरेल पूजा मङ्सिरे पूजा भन्छ पुरेल पूजा गर्न आइरहेको छु। यहाँ मैले कुखुरा पनि लिएर आएको छु। कुखुरा 3टा कुखुरा ल्याएको छु। यहाँ आज पुरेल पूजा गर्ने। अब म थानमा गएर भेट्छु है त ओके साथीहरू। अब थानमा गएर त्यहाँ पुरेल पूजा गर्ने के गर्ने। हाम्रा भालेहरू आजको भाले पुरेल पूजाको लागि भाले लिएर जाँदैछौँ। यहाँ एउटा बहिनी यहाँ यिनी धेरै लजाउने बहिनी हो नि यिनी होइन। हाम्रो लजाउने बहिनी मध्येको यिनी हो 1 नम्बरमा। आज जाडोले च्यालेन्ज गरिरहेको छु। यतातिर बिहानमा साँच्चै जाडो रहेछ गाउँतिर। यहाँ त्यो दरुगादेखि मासिरहेको थिएन कि घाम लाग्थ्यो। र त्यहाँदेखि यता लगाएपछि त ढुँडीका ढुँडी धन्ने लुटेन। त्यसो भाइ नमस्ते। घाँसको भारी पुग्यो ए हो र चम्चम हाले पुरेली गर्ने ठाउँ यता टाटा झाली। टाटा झाल यता तानसिनबाट ल्याएको छ त्यो गुरु घरको लागि सबैलाई यही हो। गुरु भने नि हिजो छन् सबै हिजो सानो अलि सानो यिनी हाम्रो सानो मान्छे बस तिमी अहिले किन अहिले बस ल हाम्रो जेठाबा ल यता चाहिँ पूजा गर्ने। नमस्कार अङ्कल। होइन यस्तो यो के आगो चाहिँ पुत्याउन हालेको र पुरै ढुँडी है त्यहाँदेखि यस्तो पनि हुन्छ टाटाको झालमा। कोलारतिर बाँदरले ल यो पुरेली बाजेलाई यता पूजा गर्ने। हो र सबैलाई 1 मिनट यो गुरुको पूजा गुरु 3 किलो 400 छैन सानो देखेर निकाल्नु पठाएको त्यही ठुलै चाहिँ भएको। मानो यसलाई 3 चोटि
हातमाथि औधी टाउकोसम्म चाहिँ चट्ट ए कता हो चिप लिएर सिधै एकैचोटि निराले ढङ्ग पुग्ने त्यो भएर उतातिर जाऊ छेउमा उतातिर उता पर पर्छ है यतातिर आउनुहुन्न है साइला कता गएको साल्दै स्कुटी गरेर आएको थियो आमालाई लिएर है त्यहाँ कता गयो कि आज पुरैले पूजा हेर्ने बिर्सिनु भयो साल्दैन एक कुन्टा भाले यिनीहरू चाहिँ एक कुन्टा पोथी यिनीहरू चाहिँ एक कुन्टा पोथी सबै घरको यिनीहरू 5 घरको 5वटा पोथी पानी चढाइदिनु उतातिरकोलाई चढाइदिएको होइन यहाँ गुरुलाई के चढाउनु पर्दो रहेछ यहाँ दान दक्षिणा पहिला उतातिर यतातिर भ्याएपछि ल अब यता सक्यो यता सक्यो अब यतातिर फेरि अब ल साना साना भनेको यो गुरु र यही हो अब त सबै ठुला ठुला यो दुईटा ठुल्ठुलो चिलाउने कुरो खन्दाङ्गल यो ओहो ए यसमा आएर नबल्टी अरिङ्गाल यो उसो चिलाउनेमा नचल नचल ए मानो मानो मेन कुरो ल बाजे बाजै होइन होइन यो ओह्रालोमा त्यो भएको कि यिनीहरू धेरै चलो यिनीहरू धेरै चलो ल यता ठिक बाजेलाई राख्दै यो साबिक
घरबाट पोल्ट्री जेठी भाइको जेठी भाइ ल ल्याउनु हजुरको टुटु ल ल्याऊ अन्डा त अब पोथी त सबै यही सँगै छन् सबै लडा छैनन् यिनीहरू ओ सखाल यो जेठी भाइहरूको लोकल भाले पहिला पहिला यस्तो लोकल गर्थ्यो के अरे आजकल अब त्यो नभएपछि पहिलातिर झरे नपाए अनि एउटा टुटु गर्ने एउटा अन्डा गर्ने पहिला भाले पोथी गर्थ्यो के अरे मानु मानु ल खुवाइदिइहालौँ ल लगाइदिनु चलाउनु के भने जेठो कान्छो माइलो भने क्या हो अब यसको भालो ल हाम्रो अब यो छैन ठुलो यही हो तीन किलो 600 ग्रामको यो उसको 50 ग्राम कम हो माइलाहरूको 550 मान्छ एक जति हुन्छ अङ्कल अझै 8-10 वटा नै धेरै छ भाले भाले छ यो गेरखानदेखि तलतिर लागेपछि त पुरै ढुडी ढुडी त्यहाँदेखि उता बरु घाम लाग्छ मसँग त्यहाँ यसो हेर्ने बित्तिकै ढुडी लाग्यो भनेपछि यतातिर ढुडी छ होला भन्दै नभन्दै ढुडी रहेछ एउटा त छ्याङ्गै छ ल भालो जिनिस खान्छ अङ्कलहरूको ए अङ्कलहरूको पोथी हो हाल्यो मन छ नि खुवाउने सबै गरेर आज कता कता यहाँ पाखापानी टेक्रे गुरुङ डाँडा त्यति हो भरेतुङतिर कोलातिर 17 गते हो क्या हो के अरे अब
यो सबै चाडा पोथीहरू यो पोथी कुखुरा नभएपछि अन्डाले बाले भयो नि पोथी भयो नि मान्नु पर्यो एउटा यो बजैलाई गाईको नाममा गुरुले आज मिच्याउन हाल्छ हजुर आदमी मान्छे साललाई पनि आएन नि जले गर्छ त्यसलाई मात्रै हुन्छ फेरि भनेको हैन यस्तो गरेर हुन्छ होला तिमीहरूको लागि अलिअलि पैसा उठाइदिनु साबल चाहिँ हुनु पर्यो आजकल भेजा त साबल त हुनु पर्यो ल अब एउटा बजैलाई एउटा दसुराको एउटा मैले अस्ति नै खाना सोधेको थिएँ हे छैन भन्नुभएको फेरि पछि यसको फेरि बढीको हुन्छ के बोसो मात्रै हुन्छ के बोसो मात्रै हो नि आएन त अलि अन्डा पारी गर्नुपर्छ यो अलिअलि अन्डा पारेको हुनुपर्छ बाब उसमा चिल्दै चिल्दै पाडाको त ऊ ठिक रह्यो खुलाइहालौँ आइज नानी अब ल अहिले मासु निकालेर हल्का पोलेर अनि त्यसरी यो बाजे बजूलाई बजेको यस्तो काँडा राख्ने अनि निस्किने
अलिअलि होला मान्छे त्यहाँ यिनीहरूको त ऊ मात्र चाखा मात्रै रहेनछ महजरै हुनेछ मैले हेरेको Ayun lang. Asal lang ngayon. Dalo madala. अब साबीको कुराहरू चाहिँ मैले लाग्छु राखेर यहाँको यहाँ छ त जानु दाल यहाँ छ तेल हो होइन यहाँ मट उसले राखेको मटले राखेको मैले ल बाजे बाजेलाई बिदा गरे अब ल दसौँ मसाल पूजा सकियो मौसम अझै खुला छैन ल प्रसाद ल मिल्दैन कि खाएपछि बल्ल जामन खाने हो जा भन्दा बापा हाल्यो नि हुन्छ जति नै हुन्छ ल असम मुसाललाई बाजे बाजेलाई बाई बाई अगाडि बाजे कालीले साँचे अर्को साल फेरि आउने बाचाका साथ अहिलेलाई यो वर्षलाई सकियो बाजे बजेहरू ल अब माथि गएर फेरि टाउको पोल्नु पर्यो उता लगेको